हेलो गाइस, प्रथम कुरो सबैलाई नमस्कार अनि गुड मर्निङ पनि हैन। म अहिले फिलहाल हैन कर्नाटकको एउटा सानो गाउँमा छु। म पनि हैन सानो गाउँबाटै आएको, आउनु चाहिँ आसामबाट आएको हैन। गाउँको नाम चाहिँ भन्दिनँ म हैन, त्यो रहस्य होस् है, गुप्त सिक्रेट, त्यो बादमा रिभिल गरौँला, बादमा बताउँला तपाईँलाई। अनि विचार चाहिँ के भने हैन, अब म त्यसै त यहाँ बसिरहेको छु, यहाँको हैन अब कस्तो के रहेछ भन्ने अब देखाउँ भनेर के त्यसले मैले ब्लग स्टार्ट गरेको। यो मेरो जीवनको पहिलो ब्लग पनि हो अनि मेरो च्यानलको पनि फर्स्ट ब्लग हो यो। त्यसै गरी आशा गर्छु तपाईँहरूले हैन सपोर्ट गर्नुहुन्छ, हेरिदिनुहुन्छ। अनि आज चाहिँ के भने यहाँ मतलब म जुन चाहिँ ठाउँमा बसेको छु नि, यो नार्सापुर भन्छ है। अब यसको डिस्ट्रिक्ट चाहिँ कोलार पर्छ। बेङ्गलोर त यहाँदेखि निकै टाढो छ मेरो, यहाँदेखि बेङ्गलोर चाहिँ भन्दिनँ म हैन, कर्नाटकको गाउँ हो यो। अनि बेङ्गलोर यहाँबाट लगभग तपाईँको कति त्यस्तै 40-45 किलोमिटर पर्छ ल, म यहाँ बसेकोदेखि नि त। अनि फेरि मौसम पनि आज के घाम कस्तो चर्को घाम छ, मतलब स्टार्टिङ हो यो मेरो। अब तपाईँहरूलाई आज चाहिँ के यहाँ नार्सापुर देखाइदिउँ भनेर हैन, म बसेको ठाउँहरू यहाँ कस्तो के हुँदो रहेछ हैन, मार्केट कस्तो लाग्दो रहेछ। मार्केट पनि छ यहाँ, सन्डे मार्केट। त्यो सन्डे मार्केट पनि एक दिन देखाउँछु तपाईँहरूलाई। आज चाहिँ फिलहाल हैन यहाँ नार्सापुर म म म बसेको ठाउँ चाहिँ यो मेन चाहिँ अब नार्सापुर देखाइदिउँ भनेर। अब पछाडिको यस्तै छ यी माहौलहरू देख्नुभयो घरहरू। अब जे भने डेभलप ठाउँहरू हो नि त हैन, त्यस्तै हो। त्यो सब छोडापुर कस्तो छ हैन, हेरौँ भिडियोको अन्तसम्म बनिरहनु। अब नामेको लागेको मै यो चाहिँ हाम्रो अब म चाहिँ थर्ड फ्लोरमा छु होइन, बिल्डिङको थर्ड फ्लोरमा। अब नाम्दैछु सिँढीदेखि के गर्नु यार, अब महँगो पनि कम त महँगो छैन त यहाँ रुमहरू पनि होइन। यही हो हाम्रो बिल्डिङ, भने एपार्टमेन्ट पनि हो एक हिसाबले। थर्ड फ्लोरमा छु म। यस्तै हो साथी, हो बाहिरको जिन्दगी यार। त्यसले गाउँघरमै केही गरेर बसेको राम्रो क्या। हेरौँ कस्तो के छ। यो चाहिँ हाम्रो गल्ली हो, मोहल्ला हो होइन। यता गयो रोड पर्छ, यहाँ सबै चिने जान्ने मान्छेहरू छ हाम्रो। त्यो पछाडि चाहिँ मेरो बिल्डिङ हो यो। अनि जाउँ हेरौँ कस्तो के छ नार्सापुर। अब एक्सप्लोर गरिदिउँ न त, अब ब्लगिङको अर्थ नै यही होस्, एक्सप्लोर। अब यहाँको ठाउँहरू यस्तै हो, यी गाउँहरू है। भिडियो आन्टी अब हल्का फुल्का चाहिँ बुझ्छु के म होइन, बुझ्नु चाहिँ अब तर बोल्नु चाहिँ सक्दिनँ। बोल्छु अब खाना खायो, कता जाने, के गर्दैछौ, यस्तो सामान्य कुरो चाहिँ बोल्छु म पनि, बोल्नु चाहिँ होइन। पहिले तलबाट सुरुवात गरौँ भनेर। क्या करेगा? मेरा ब्लॉगिंग कर रहा है ना, थोड़ा वीडियो बना रहा है। क्या बना रहा है? वीडियो मेरा कौन सा? वीडियो ऐसा ट्राई कर रहा है, होता है कि नहीं बोल के। वो मेरा पता है, आपको क्यों देगा? तेरे को वीडियो करता हूँ। नहीं, मैं कर रहा है ना अपना खुद से। यस्तै हो यी नार्सापुर चाहिँ अब हो नि यहाँको कोला रोड हो यो। अब यस्तै हो नार्सापुरी। रोड बन्नु जाँदैछ क्या बस, समाचार ऐसे सब बना रहा वीडियो यार, क्या करेगा। टाइम पास ओनली ब्लॉग करेगा, थोड़ा ट्राई कर रहा। ट्राई नहीं करेगा तो कैसा होगा ना, मेरा ल्याङ्ग्वेज नै कर रहा है। त्यस्तै हो यी नार्सापुर। यहाँ चिन्ने मान्छेहरू छ त मलाई यार, आएको 2 वर्ष हुनु लाग्यो भने के नचिन्ने अवस्था नि। अब तपाईँको यो यसै जाँदाखेरि होइन, अब टक्कै यस्तो घुम्दाखेरि चाहिँ यो यता चाहिँ पर्छ भेमगोल रोड, यता भयो बेङ्गलोर जाने रोड, देखिहाल्नु होला यो अब होइन। त्यसै गरी जाउँ अगाडि। यो चाहिँ कोलारको मेन रोड हो यो। यहाँ पनि सिधै कोलार चेन्नई पनि निस्किनु सक्छ होइन, म होइन अब जानु छु। अनि यस्तै हो, चिन्ने मान्छेहरू छ, हेलो हाई भन्ने छ होइन। अब नार्सापुर भनेपछि उनीहरूको पनि ठाउँ हो नि त होइन, राम्रो लाग्छ। युट्युब नै होस्, फेसबुकतिरै आओस् है।
अब फास्ट हामी आउँदाखेरि होइन केही थिएन भनौँ न। अब सरकारले चाह्यो नि त है, सरकारले चाह्यो भने चाहिँ होइन तपाईँहरूको विकास विकास चाहिँ हुनु टाइम लाग्दैन रहेछ, चाहनु पऱ्यो क्या सरकारले होइन। फेरि यहाँको सरकारको काम गरेर चाहिँ दामी लाग्यो क्या हाम्रो जस्तो होइन। उहाँ अब एउटा टेन्डर पास गर्नलाई पनि उनीहरूको साल लाग्छ होइन। अनि त्यही हो, यहाँ पनि बाटो बन्दैछ खाँची रस्ताहरू है। त्यस्तै हो अब यहाँ सब्जीहरू छ, यी आन्टीहरू बेलुका पछि चाहिँ ताजा सब्जीहरू टक भेट्ने हो क्या यहाँ चाहिँ। सागहरू अब हाम्रो गाउँको जस्तो भेटिँदैन, सर्सु सागहरू होइन, के भन्छ रायो साग, सामान्य सब्जीहरू चाहिँ भेटिन्छ है। जाँदैछौँ, बाटो बन्दैछ त त्यसैले होइन गाडागुडी देख्दै होला है। अब यहाँ भर्खर गिट्टी छाप्दैछ। और भाइ कैसे बढिया? भन्दै रह। म जाँदैछु, अब चिन्ने मान्छेहरू भेटिन्छ कि हामी पनि काममा काम हो, अब कम्पनीमा काम गरेको मान्छे हो नि त है यार। अब यस्तै हो, अब यो भनौँ न बाटो बन्दैछ। पहिले 2 लाइन थियो, अब 4 लाइन बनिन्छ अरे भनेको सुन्छु म है। अब खै बन्द अब हुन त अब बनेकै राम्रो। यो जग्गा चाहिँ अब होइन अब वास्तव थियो बन्दैछ, डेभलप हुनु राम्रै कुरो हो। और मालिक बढिया त्यस्तै हो। यहाँ चाहिँ नार्सापुरको अब मेन जग्गा भनौँ न। अब यो सबै कुरो पाउने भयो क्या यहाँ होइन। अब त्यस्तै हो, बन्दैछ, आस्ते आस्ते डेभलप हुन्छ। अब यो डेभलप हुने कारण पनि छ नि त, यहाँ इन्डस्ट्री छ होइन। इन्डस्ट्री छ, अब कर्नाटक भनेपछि अब है हर चिजहरू अब यहाँ भेटिहालिन्छ होइन। ओ भाइ कर रहा है, थोड़ा बहुत ट्राई कर रहा है मैं। ओके, हाँ चिन्ने मान्छेहरू भेटिन्छ। म यहीँको सन्डे बजार कस्तो लाग्दो रहेछ भन्ने न। सन्डे बजार त फेरि बवाल हुन्छ नि। बेलुका पनि मान्छे हुन्छ अलिक केही अथवा मान्छे हुन्छ बेलुका। अब अहिले दिउँसो टाइम के सबै काम गर्ने मान्छे छ नि त यहाँ होइन। इन्डस्ट्रियल एरिया हो यो, सिटी होइन है। यहाँदेखि बेङ्गलोर जानु 75 किलोमिटर पर्छ मेरो यहाँदेखि। यो सेतो ड्रेस बेङ्गलोर हो पछाडि, यो होन्डाको कम्पनी, होन्डा कम्पनी। इधर देखाना क्या, उधर राना लोग बैठा है देखिए। अनि यस्तै हो यी नार्सापुर, यही हो नार्सापुर। यता चाहिँ यो भयो सन्डे मार्केट। यो सन्डे लाग्छ, एक दिन देखाउँछु म तपाईँहरूलाई मजाले होइन सन्डेको दिन। बाटो बन्दैछ त, त्यसो भएर मतलब अब त्यति धुलो उड्दैछ, गाडीहरू त्यति खास देख्नु पाइँदैन त यहाँ। देखाउँछु एक दिन, सारा कुरो देखाउँछु कि तपाईँहरू होइन। यदि सारा कुरो हेर्नु चाहनुहुन्छ भने चाहिँ होइन च्यानललाई लाइक सब्सक्राइब होइन। अनि मेरो च्यानलमा बनिरहनु सबै कुरो देख्नु पाइन्छ तपाईँहरूले। यस्तै हो यो नार्सापुर भनौँ। यहाँदेखि चाहिँ टुङ्ग्यो क्या लास्ट छोड नार्सापुरको। त्यहाँदेखि अगाडि पनि अगाडि गयो भने होइन यो कोला रोड पनि हो, यहाँदेखि चेन्नई पनि जानु सक्छ यो रोडले। अनि अगाडि पनि हामी होइन अब इन्डस्ट्रियल एरिया जानेछौँ एक दिन। त्यसै गरी अब हामी भनौँ यतिको लागि आज चाहिँ साथी हो एकदम इन्डस्ट्रियल एरिया पनि जानेछौँ हामी होइन। त्यहाँ देखाउँछु म होन्डा कम्पनीहरू कहाँ काम गरेको थिएँ। अनि त्यस्तै हो। भाइ हाई 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 ठिक देखाउँछ। केटाहरूले चिनेको छ एक दुईजना होइन। अब चिन्नु पनि केही नचिन्नुहोस् त यार, आएको अब 3 वर्ष हुनु लागिसक्यो यहाँ आएको है।
देखाइहालेँ अब खासै छैन देखाउनु पर्ने अब बेलुका भएछ मान्छे हुन्थ्यो अलिक अहिले अब दिउँसोको टाइम हो सबै काममा गर्छ अहिले होइन त्यही भएर मान्छे खासै देखिँदैन अब देखाउने कुरो त केही नै छैन अब छ के छ भन्दाखेरि अब सन्डे मार्केट एकबार देखाइन्छु होइन यहाँ नर्सापुरको सन्डे मार्केट एकबार देखाइन्छु अनि के अरे यो बेलुका पनि मान्छे हुन्छ तर बेलुका मान्छे हुन्छ अनि मेन यहाँ मान्छे जम्मा हुने कारण चाहिँ के हो भने इन्डस्ट्रियल एरिया इन्डस्ट्री छ यहाँ लगभग तपाईँको 250 250 300 होइन इन्डस्ट्री छ यहाँ टोटल त्यो सब अब हेर्नु काम गरेर कम्पनी पनि देखाइन्छु होइन अहिले बाटो बन्नु चाहिँ बिस्तारै त्यसको शरम के मान्नु यार कसैको बाबु केही खाइदिएको छैन यार फेरि मेरो भाषा कसले बुझ्ने यहाँ त्यही गरी अब प्रयास चाहिँ गर्छु म तपाईँलाई होइन शब्द अब देखाउनु शब्द प्रयास चाहिँ गर्छु म होइन अब तपाईँलाई जति मसँग क्षमता छ जति मैले सक्छु त्यति चाहिँ म प्रयास गर्छु देखाउने है हर दिन नहोला हप्तामा 2-3 चाहिँ कम्पलसरी आउने होला कस्तो हाम्रो नाटक बाटो बन्ने चाहिँ देखिहाल्नु होला अहिले झन् कम्प्लिट भएपछि त बवाल देख्छ नि त्यही गरी हर चिज देखाउने छु तपाईँहरूलाई होइन मैले भनिहालेँ बार भन्नु नपरोस् होइन तपाईँहरूलाई के बुझ्ने मान्छेलाई त एकबारमै भइहाल्छ नि अब त्यही हो यहाँ चिनेको मान्छे पनि निकै छ मेरो होइन अब हाँ भाई यार सोच रहा कुछ करना है और सर जी देखिए हमारा हाम्रो सरजी हो अब भाँडाकुँडा प्रथमचोटि हामी आउँदाखेरि हाम्रो सरजीले बहुत सहयोग गरेको थियो मलाई होइन हाम्रो चिनानी छ परिचय छ कर रहा हूँ ट्राई कर रहा हूँ कुछ बनाने के लिए अनि फोटो क्या पिंदेना वीडियो आ रहा है वीडियो रिकॉर्ड हो रहा है हाँ बैक से हो रहा है ना इधर से उयो हाम्रो होइन यो चाहिँ अब हाम्रो गल्ली मोहल्ला अब यस्तै हो आज पर देखिहाल्नु भयो यो मेरो राइट साइडको होइन यो चाहिँ हाम्रो बिल्डिङ हो म यहाँ जा बस्छु है त्यस्तै हो आजलाई यति नै भयो बस अब टक्कै रुममा आइपुगेँ म होइन तर त्यसकै लागि तपाईँहरूको सपोर्ट चाहिँ एकदम जरुरत छ नि फेरि ल केही नगर्नु होला मैले पैसा डोनेसन केही माग्ने छुइनँ केवल माग्नेछु तपाईँको एउटा सब्सक्राइब लाइक अनि सेयर बस यति 3टा चिज गरिदिनु भने भइहाल्छ मलाई केही चाहिँदैन त्यो पैसा डोनेसन केही मलाई चाहिँदैन ल आजको लागि त्यति नै ल धन्यवाद सबैलाई